सम्पूर्णमा नमस्कार। मेरो यस कृषिको विद्यार्थी युट्युब च्यानलमा जोडिनुहुने साथीहरूलाई धेरै धेरै आभारी चाहन्छु र विशेष गरी मेरो यस च्यानललाई चाहिँ लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनु होला। र आज चाहिँ मैले विशेष गरी हजुरहरूलाई मैले आफैले तयार पारेको नोट चाहिँ हजुरहरूमा प्रस्तुत गर्न गइरहेको छु। र विशेष गरी आजको नोट चाहिँ मैले यो एग्रिकल्चर इकोनोमिक्स सम्बन्धी, यो चाहिँ कृषिमा पढिरहनु भएका, लोकसेवा तयारी गरिरहनु भएका चौथो तह, पाँचौं तह र सातौं तहमा चाहिँ तीनटै तहलाई नै उपयुक्त हुने गरी मैले चाहिँ सानो एउटा चाहिँ हजुरहरूलाई नोट बनाएको छु। आशा छ यो नोटले हजुरहरूलाई भोलिको दिनमा चाहिँ कृषि लोकसेवा तयारी गर्नलाई केही न केही मद्दत गर्छ होला। र भिडियोलाई मन पर्यो भने कमेन्ट र लाइक चाहिँ गरिदिनु होला। र म सुरुवातमै गए जस्तो विशेष गरी हामीलाई लोकसेवामा सोधिने प्रश्नहरू चाहिँ टिक लगाउने जुन टिक मार्क वाला क्वेसन हुन्छ, 50 नम्बरको सोधिन्छ, त्यो सम्बन्धी नै मैले बनाएको छु। लङ एन्सर क्वेसन, सर्ट एन्सर क्वेसनको पनि फेरि बनाउँदै जानेछु हजुरहरूले सोही अनुसार चाहिँ मलाई सपोर्ट गर्दै जानु होला। र मैले सुरु गर्न गए र जस्तो हाम्रो चाहिँ यादै गर्नुपर्ने कुरा चाहिँ जस्तो इकोनोमिक्सको फादर भनेर कसलाई चिनिन्छ भन्दाखेरि हामीले चाहिँ एडम स्मिथलाई चिनिन्छ। र एडम स्मिथको चाहिँ 1723 मा चाहिँ उहाँलाई फादर अफ इकोनोमिक्स भनेर भनिएको हो। इकोनोमिक्स भनेको के हो भन्दाखेरि चाहिँ इकोनोमिक्स इज द साइन्स अफ वेल्थ हो है। अब इकोनोमिक्समा विशेष गरी इकोनोमिक्स दुई किसिमको हुन्छ, एउटा माइक्रो इकोनोमिक्स हुन्छ र अर्को म्याक्रो इकोनोमिक्स हुन्छ। माइक्रो इकोनोमिक्स भनेको के भनेर बुझ्नु पर्यो हजुरहरूले भन्दाखेरि त्यो चाहिँ स्टडी अफ पार्टिकुलर हाउस होल्ड इन्डिभिजुअल, कुनै पनि हाउस होल्ड इन्डिभिजुअलको इन्कम, इन्डिभिजुअल मान्छेको चाहिँ गर्नेलाई चाहिँ के भन्छ भन्दाखेरि त्यो चाहिँ माइक्रो इकोनोमिक्स भन्छ है। माइक्रो इकोनोमिक्सको त्यस्तै गरी तपाईँको चाहिँ स्कोप भनेको के हुन्छ भन्दाखेरि थ्योरी अफ डिमान्ड अर कस्टमर बिहेभियर हुन्छ, थ्योरी अफ प्रोडक्सन एन्ड कस्ट हुन्छ, थ्योरी अफ प्रोडक्ट प्राइसिङ हुन्छ, थ्योरी अफ फ्याक्टर प्राइसिङ हुन्छ, त्यस्तै गरी थ्योरी अफ इकोनोमिक वेलफेयर हुन्छ। अब यो भनेको स्कोप चाहिँ कस्तो हुन्छ भन्दाखेरि यसले चाहिँ कन्ज्युमरको बिहेभियरहरू, घरभित्रका कुरा, डेली वेजेसहरूका कुराहरूलाई चाहिँ विशेष गरी माइक्रो इकोनोमिक्सले चाहिँ जोड्ने काम गर्छ है। म्याक्रो भनेको लार्ज स्केलमा हुने, जस्तो यसले चाहिँ कुनै पनि इम्प्लोइमेन्टमा, इन्ट्रेस्टमा अथवा मनीमा एकदम ठुलो स्केलमा हुने इकोनोमिक्सलाई डिल गर्नेलाई चाहिँ म्याक्रो इकोनोमिक्स भनिन्छ। अब माइक्रो इकोनोमिक्सको चाहिँ हाम्रो फादर भनेर चाहिँ तपाईँको कसलाई चिनिन्छ भन्दा एडम स्मिथलाई चाहिँ हाम्रो माइक्रो इकोनोमिक्सको चाहिँ फादर भनेर चिनिन्छ भने म्याक्रो इकोनोमिक्सको चाहिँ हाम्रो जेएम किन्स भन्नेलाई चाहिँ म्याक्रो इकोनोमिक्सको फादर भनिन्छ। अब हजुरहरूलाई अलिकति मैले भन्नु खोजेँ इकोनोमिक्स भनियो र इकोनोमिक्स भनेको चाहिँ के हो त, यसको डिफिनेसन के हो त भन्दाखेरि मैले पढे अनुसारको डिफिनेसन हजुरलाई भन्नुपर्दा इकोनोमिक्स is the science which deals with the human behavior as a relationship between ends and scarce means which have alternative uses। भनेको अरू अर्थशास्त्रको चाहिँ ह्युमन बिहेभियरसँग चाहिँ रिलेसनसिप भएको र उसले चाहिँ तपाईँको ऊ चाहिँ स्क्यार्स मिन एउटा मिन्स तत्त्व हो होइन, जसलाई चाहिँ धेरै ठाउँमा चाहिँ प्रयोग गर्न सकिन्छ, अल्टरनेटिभ युज हुन्छ। अब एडम स्मिथले चाहिँ इकोनोमिक्सलाई चाहिँ एडम स्मिथले के भनेको छ, मनीसँग चाहिँ उसले चाहिँ तुलना गरेको छ एडम स्मिथले भने। मार्सलले भनेको इकोनोमिक्स भनेको एउटा लेभल अफ सेटिस्फ्याक्सन हो, मनी मात्रै होइन। इकोनोमिक्स भन्ने कुरा चाहिँ उसले सेटिस्फ्याक्सनलाई जोडेर चाहिँ उसले डिफाइन गरेको छ भने अर्को भनेको चाहिँ रोबिन्सले चाहिँ के डिफाइन गरेको छ, उसले चोइस, इकोनोमिक्स भनेको चोइस हो, तपाईँले लिन पनि सक्नुहुन्छ, नगर्नु पनि सक्नुहुन्छ, नगर्नु पनि सक्नुहुन्छ, चोइस भनेको छ भने जेएम केनिसले चाहिँ मोडर्न इकोनोमिक्सको हिसाबले चाहिँ उसले चाहिँ डिफाइन गरेको छ। अब हामी जाउँ इन्ट्रोडक्सन एन्ड ल अफ डिमान्ड। ल अफ डिमान्ड भन्ने बित्तिकै हजुरहरू के भन्नुहुन्छ भन्नुहोस् त। डिमान्ड भनेको चाहिँ कस्तो भन्दाखेरि डिमान्ड भनेको एउटा इफेक्टिभ डिजायर हो। डिमान्ड इम्प्लिमेन्ट्स इन 3 थिङ्स। डिजायर हो, डिजायर टु पोजेस थिङ, कुनै पनि सामान तपाईँले किन्न सक्ने, किन्न माग हुनु पर्यो, मन हुनु पर्यो, डिमान्ड हुनु पर्यो होइन। डिजायर टु पोजेस अ थिङ, किन्न सक्ने डिजायर हुनु पर्यो, मनमा इच्छा हुनु पर्यो है। मिन्स फर पर्चेजिङ, किन किन्ने त भन्ने कुरा पनि हुनु पर्यो। अर्को विलिङनेस, चाहना पनि हुनु पर्यो है।
यी तीनटा कुराले चाहिँ डिमान्डलाई चाहिँ बाँधेको। डिमान्ड भनेको जहिले पनि आवश्यकता कसरी हुन्छ भन्दाखेरि डिजायर हुनु पर्यो, इच्छा हुनु पर्यो र तपाईले किन्न सक्ने पर्चेजिङ, तपाईलाई विलिङनेस भनेको तपाईले किन्न सक्ने क्षमता हुनु पर्यो, किन्न सक्ने चाहिँ साधन हुनु पर्यो, किन्न सक्ने क्षमता हुनु पर्यो, साधन हुनु पर्यो र इच्छा हुनु पर्यो। तीनटा कुराले चाहिँ डिमान्ड चाहिँ हुन्छ, हैन? डिमान्ड क्रिएसन तीनटा वेले हुन्छ है। इफेक्टिभ डिजायर, एबिलिटी टु पे र विलिङनेस टु पे, हैन? एबिलिटी टु पे तपाईले किन्न सक्ने हैसियत हुनु पर्यो, डिमान्डको चाहिँ किन्न सक्ने हैसियत हुनु पर्यो। मार्केटमा डिमान्ड कसरी क्रिएट हुन्छ भन्दाखेरि तपाईले कुनै वस्तु किन्नै सक्नुहुन्न भने त्यसको त डिमान्ड भएन, हैन? कुनै वस्तु त हजुरले किन्न सक्नुहुन्छ र त्यो चाहिँ अब किन्दाखेरि इफेक्टिभ हुन्छ भन्ने लाग्छ भने त्यहाँबाट नै के हुन्छ भन्दाखेरि डिमान्डको चाहिँ क्रिएट हुन्छ। डिमान्ड भनेको बजारमा के माग छ त त्यो अनुसार चाहिँ इफेक्टिभ डिजायर हुनु पर्यो र एबिलिटी हुनु पर्यो, किन्न सक्ने क्षमता हुनु पर्यो, विलिङनेस हुनु पर्यो, इच्छा हुनु पर्यो। त्यसले नै हजुरको के गर्छ भन्दाखेरि डिमान्ड चाहिँ क्रिएट गर्छ है। अब ल अफ डिमान्डले के भन्छ भन्दाखेरि एकदम सजिलो छ। मैले सजिलो तरिकाले चाहिँ हजुरहरूलाई बुझ्न सजिलो हुन्छ भनेर मैले चाहिँ यो नोट तयार पारेको छु। यो नोटबाट चाहिँ बुझ्ने बेलामा पछि सजिलो पनि हुन्छ अरूले लोकसेवा तयारी गरिरहनु भएको मान्छेहरूलाई। अब के छ भन्दाखेरि हायर द प्राइस लोअर द डिमान्ड, लोअर द प्राइस हायर द डिमान्ड, है? ठ्याक्कै उल्टो हुन्छ कि मूल्य बढ्यो भने डिमान्ड घट्ने भयो, है? यो डिमान्डको कुरो चाहिँ प्राइससँग जोडिन्छ कि। जस्तो हायर द प्राइस, प्राइस महँगो भयो भने त मान्छेले त त्यति धेरै किन्न खोज्दैन नि त महँगो चिज त। तर प्राइस त्यही कुराको प्राइस चाहिँ कम छ भने डिमान्ड चाहिँ के हुन्छ, बढी हुन्छ। यो बुझ्नु पर्यो। डिमान्ड फङ्सन भनेको माग भएको परिणाम र निर्धारित तत्त्वहरू बीचको सम्बन्ध। जस्तो कति सामान माग भयो र तत्त्वहरू बीचमा चाहिँ त्यो निर्धारित तत्त्वहरू जस्तो प्रोडक्ट र क्वान्टिटी बीचको फङ्सनलाई नै के भनिन्छ भन्दाखेरि प्रोडक्ट र क्वान्टिटी बीचको फङ्सनलाई के भनिन्छ, डिमान्ड फङ्सन भनिन्छ। अब इलास्टिसिटी अफ डिमान्ड भन्छ। यो इलास्टिसिटी अफ डिमान्ड भनेको कस्तो हो भन्दाखेरि त्यो चाहिँ पर्सेन्टेज चेन्ज इन द क्वान्टिटी डिमान्ड विच विल रिजल्ट फ्रम 1% चेन्ज इन इट्स प्राइस। भनेको कुनै वस्तुको प्राइसमा 1% चेन्ज भयो भने त्यसको डिमान्डमा पनि पर्सेन्टमा चेन्ज हुन्छ भन्ने के। जस्तो उदाहरणलाई अब साबुनको मूल्य अहिले 10 रुपियाँ बजारमा छ भने त्यही साबुन चाहिँ अब मानव 15 भइदियो भने त किन्ने कस्टमर पनि त्यसको डिमान्ड चाहिँ के हुन्छ, अलिकति घट्छ। त्यही साबुनको प्राइस बढ्ने बित्तिकै कस्टमरहरूले चाहिँ डिमान्ड चाहिँ घट्छ भन्ने कुरा हो। अब यसमा हाम्रो के छ भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ, मैले लेखेको छु कुनै वस्तुको प्राइस 1%मा चेन्ज भयो अथवा बढ्यो, 1%ले बढ्यो भने त्यसको डिमान्ड पनि के हुन्छ, घट्छ। प्राइस घट्यो भने डिमान्ड बढ्छ, डिमान्ड बढ्यो भने प्राइस घट्छ फेरि, है? डिमान्ड र नेगेटिभ रिलेसनसिप मैले यहाँ भनेको छु, माथि गएर हेर्नु भने एकदम बुझ्नुपर्ने कुरा छ। यो बुझ्नु भने हजुरहरूले जस्तो क्वेसन आउँदा पनि भोलिको दिनमा सल्भ गर्न सक्नुहुन्छ। हायर द प्राइस, प्राइस हायर भयो नि, हायर द प्राइस लोअर द डिमान्ड, लोअर द प्राइस हायर द डिमान्ड। कुनै वस्तुको मूल्य बढी भयो भने डिमान्ड कम हुन्छ अटोमेटिक, डिमान्ड बढ्यो भने मूल्य चाहिँ कम हुन्छ। हायर डिमान्ड बढी छ भने त्यसको प्राइस चाहिँ अटोमेटिक लो हुन्छ भन्ने चाहिँ यो ल अफ डिमान्डको चाहिँ ले भन्छ, है? अब इलास्टिसिटी काइन्ड अफ डिमान्ड भनेको एउटा प्राइस इलास्टिसिटी हुन्छ, अर्को इन्कम हुन्छ, अर्को क्रस इलास्टिसिटी, तीनटा इलास्टिसिटी हुन्छ। यसलाई गर्नु। अब प्राइस इलास्टिसिटी अफ डिमान्ड भनेको वस्तुको प्राइस र डिमान्डको चेन्जलाई चाहिँ प्राइस इलास्टिसिटी भन्छ, है? जस्तो प्राइस इलास्टिसिटी भनेको तरलता कि कुनै अब डिमान्डमा 1% चेन्ज भयो भने प्राइसमा पनि के हुन्छ, सर्टेन पर्सेन्ट 1% चेन्ज हुन्छ भनेलाई इलास्टिसिटी भन्छ। इलास्टिसिटी चाहिँ प्राइस र डिमान्डको एकदमै धेरै चाहिँ ठ्याक्कै नेगेटिभ रूपमा चाहिँ कनेक्सन छ, त्यसलाई विचार गर्नु होला। अब इन्कम इलास्टिसिटी अफ डिमान्ड भने के हो भन्दाखेरि उपभोक्ताले आएको आधारमा आउने परिवर्तन। जस्तो कस्टमरको इन्कम
भन्दा अरू फ्याक्टर रिमेन कन्स्ट्यान्ट। अब कस्टमरको चाहिँ इन्कम बढ्यो, इन्कम इलास्टिसिटी भन्नु कुनै कस्टमरको ल मानव उसले चाहिँ किन्न सक्ने क्षमता उसको बढ्यो भने हैन, अरू फ्याक्टरलाई कस्टम राखेर कस्टमरको इन्कम बढ्यो भने त त्यो प्राइस त अटोमेटिक बढ्ने भयो। फेरि किन्न सक्ने क्षमता बढ्यो भने क्रस इलास्टिसिटी भने के भन्दाखेरि अदर रिमेन कन्स्ट्यान्ट, गुड प्राइस चेन्जेस, अदर कमोडिटी चेन्ज हैन। जस्तो अब यसले के भन्छ भन्दाखेरि अरू फ्याक्टरहरूलाई कन्स्ट्यान्ट राखेर गुड्सको प्राइस चेन्ज हुँदा अरू कमोडिटीहरूको प्राइस पनि अरू कमोडिटीहरू पनि चेन्ज हुन्छ भनेर चाहिँ भन्छ है। अब सब्स्टिट्युसनल गुड्स भन्छ, यो भनेको कस्तो, टी एन्ड कफी भनेको एउटा कुरालाई अर्को कुरालाई सब्स्टिट्युट गर्न सक्ने भनेको। टीलाई त कफीले जस्तो चिया नखाऊ कफी खाऊ भन्न सकियो नि त, त्यसलाई चियालाई चाहिँ कफीले चाहिँ सब्स्टिट्युट गर्नेलाई चाहिँ सब्स्टिट्युसन गुड्स भनिन्छ। यो चाहिँ विचार गर्नुपर्छ है। कम्प्लिमेन्ट्री भनेको एउटाले एउटा पछि अर्को पनि सँगसँगै कम्प्लिमेन्ट गर्ने के, भाषैसँग कम्प्लिमेन्ट गर्ने। पेन र इङ्क जस्तो हैन, पेन र इङ्क हैन, अब कपी र पेन हैन कम्प्लिमेन्ट गरे नि हैन। त्यस्तै गरी तपाईको चाहिँ अब त्यसै गरी वाटर बोतल र वाटर कम्प्लिमेन्ट गर्ने चिज भयो कि, एउटाले अर्कोलाई पनि सँगसँगै प्रयोगमा आउन सक्ने अथवा कम्प्लिमेन्ट गर्न सक्नेलाई चाहिँ कम्प्लिमेन्ट्री गुड्स भनिन्छ। अब विशेष गरी सप्लाईको के हुन्छ भन्दा कुनै पनि वस्तु बिक्री गर्नको लागि उपलब्ध हुने, सप्लाई गर्ने भन्छ नि। कुनै वस्तुलाई सप्लाई भनेको बजारमा सप्लाई गरियो भन्छ, टर्मबाटै तपाईँहरूलाई याद हुनसक्छ। वस्तु चाहिँ बजारमा बिक्री गर्ने, कुनै सोझो भाषा भन्नुपर्दा कुनै पनि वस्तु बजारमा बिक्री गर्ने सप्लाई गर्ने भन्छ। सप्लाई बढ्यो भने पोजिटिभ रिलेसनसिप, सप्लाई र प्राइसको चाहिँ के हुन्छ भन्दाखेरि पोजिटिभ रिलेसनसिप हुन्छ। यो बुझ्नुपर्ने कुरा छ है। सप्लाई बढ्यो भने प्राइस नि बढ्छ है, सप्लाई घट्यो भने प्राइस पनि घट्छ। सप्लाई नै छैन, कुनै सामानको सप्लाई छैन भने त्यसको प्राइस के हुनु, अटोमेटिक घटाउनै पर्यो, नत्र भने बाटो मार्केटमा त बिक्री हुन्न हैन। सप्लाई धेरै छ भने प्राइस के हुनु भयो, प्राइस सप्लाई राम्रो रूपमा चाहिँ सप्लाई हुन्छ। त्यो सप्लाई हुनलाई फेरि के हुनु पर्यो, डिमान्ड हुनु पर्यो कि त्यो चिजको। यो इन्टरलिङ्क छ यो कुराहरू हैन। डिमान्ड बढ्यो भने सप्लाई, डिमान्ड बढ्यो भने सप्लाई पनि बढी हुन्छ है। सप्लाई बढ्यो भने के हुन्छ भन्दा प्राइस चाहिँ इन्क्रिज गर्न सक्यो, तर सप्लाई घट्यो भने प्राइस जबरजस्ती इन्क्रिज गरेर कस्टमरले चाहिँ किन्दैन। यो चाहिँ हायर द प्राइस सप्लाई विल बी इन्क्रिज, लोवर द प्राइस सप्लाई विल बी डिक्रिज। सप्लाईको चाहिँ प्राइससँग चाहिँ ठ्याक्कै पोजिटिभ रिलेसनसिप भन्नुभयो के। सप्लाई बढ्यो भने चाहिँ प्राइस पनि बढ्छ है। जति धेरै सप्लाई भयो त्यसको के हुन्छ, प्राइस पनि बढ्छ, र जति थोरै सप्लाई भयो त्यति धेरै त्यसको के हुन्छ, प्राइस पनि घट्छ। यो चाहिँ हजुरहरूले एकदमै धेरै विचार गर्नुपर्ने कुरा हुन्छ है। अब माइक्रो इकोनोमिक्समा जाउँ। माइक्रो इकोनोमिक्समा चाहिँ कम्पोनेन्टहरू के हुन्छ भन्दाखेरि हामीले यसो विचार गर्न सक्छौँ। त्यसको कम्पोनेन्ट्स अथवा एलिमेन्ट्स अफ माइक्रो, एउटा युटिलिटी, सप्लाई, वेल्थ, प्रोडक्सन, डिमान्ड, प्राइस, कन्जम्सन, कस्ट। यो चाहिँ माइक्रो इकोनोमिक्सको कम्पोनेन्ट अथवा एलिमेन्ट्सहरू चाहिँ हजुरहरूले याद गर्नुपर्ने। यो चाहिँ युटिलिटी, सप्लाई, वेल्थ, डिमान्ड, प्राइस, कन्जम्सन, कस्ट है। युटिलिटी भनेको उपयोगिता भनेको सेटिस्फ्याक्सन द्याट इज गेन वाइल पर्चेजिङ एनी प्रडक्ट इज कल्ड युटिलिटी के है। कुनै पनि प्रोडक्टमा चाहिँ अब किन्दाखेरि सन्तुष्टि भयो, पर्चेज गर्दा कन्ज्युमर चाहिँ सन्तुष्टि भयो भने त्यो चाहिँ युटिलिटी भयो हैन। अब कुनै व्यक्तिले चुरोट खान्छ र उसको लत तलतल मेटिन्छ थाहा हुँदै पनि यो हानिकारक छ भन्ने कुरा भन्ने त्यसलाई युटिलिटी भनिन्छ। जस्तो उदाहरणलाई कुनै व्यक्तिले अब सेटिस्फ्याक्सन उसले जसरी हुन्छ त्यो कुराबाट सन्तुष्टि पाउनु पर्यो। उदाहरणले अब कुनै व्यक्तिले चुरोट चाहिँ हानिकारक हो भन्ने थाहा पाउँदै पनि उसको तलतल छ भने उसले त्यो चुरोट खान्छ भने त्यसलाई चाहिँ युटिलिटी भनिन्छ कि। तर ऊ त सेटिस्फाइड भयो नि त, त्यो खाने मान्छे चाहिँ सेटिस्फाइड भयो। अब जस्तो कुनै व्यक्तिले चुरोट खान्छ र उसको तलतल मेटिन्छ भन्ने थाहा हुँदै पनि यो हानिकारक छ भन्ने कुरालाई यसलाई
त्यसलाई चाहिँ युटिलिटी भनिन्छ है। हानिकारक छ भन्ने थाहा हुँदा हुँदै त्यो व्यक्तिलाई चाहिँ तल छ चुरोट खानै पर्छ भन्यो भने त्यो चाहिँ के हो युटिलिटी हो। टाइप्स अफ युटिलिटी भनेको कस्तो हुन्छ भन्दाखेरि सेटिस्फ्याक्सन लेभल चाहिँ कुनै पनि गुड्स अथवा कुनै पनि कुरा प्रयोग गर्दा मान्छे त्यो कन्ज्युमर सेटिस्फाइड हुन्छ भने त्यो भनेको युटिलिटी हो, उपभोक्ता हो, उपयोगिता हो है। अब यो भनेको कस्तो हुन्छ भन्दाखेरि युटिलिटीको विशेष गरी 3टा किसिमको युटिलिटीहरू हुन्छन् है। एउटा हुन्छ मार्जिनल युटिलिटी, अर्को हुन्छ टोटल युटिलिटी है। मार्जिनल युटिलिटी र टोटल युटिलिटी तीनटा भने चाहिँ 2टा अनि एभरेज युटिलिटी 3 किसिमको हुन्छ। मैले यहाँ एउटा युटिलिटी छुटाएको छु, मार्जिन युटिलिटी, टोटल युटिलिटी र एभरेज युटिलिटी 3 किसिमका युटिलिटी हुन्छन् हजुरहरूले। अब मार्जिनल युटिलिटी भनेको कुनै पनि उपयोग गर्दै जाँदा त्यसको अन्तिम एकाइबाट प्राप्त हुनेलाई चाहिँ मार्जिनल युटिलिटी भनिन्छ। जस्तो उदाहरणको लागि मैले यहाँ गरेर देखाएको छु, जस्तो आपको एकाइ मानौँ 1 2 3 4 5 छ भने आपको एकाइ। अब मार्जिनल युटिलिटी भनेको 8 4 2 0 -2 भनेको एउटा व्यक्तिले पहिला सुरुमा ल 8वटा युटिलिटी सन्तुष्टि हुनको लागि उले सुरुमा 8वटा आप खान सक्ला है, त्यसपछि फेरि 4वटा खाला, त्यसपछि 2टा खाला भनेको उसको चाहिँ डिमिनिसिङ घट्दै जान्छ नि त, 0 होला। अनि फेरि कस्तो हुन्छ धेरै आप खाएपछि हैन म त डम्म भए भनेर चाहिँ उले खान छोड्ला, त्यसलाई चाहिँ के भनिन्छ मार्जिनल युटिलिटी भनिन्छ है। अब मार्जिनल युटिलिटी त्यसलाई भनिन्छ भने टोटल युटिलिटीको म यहाँ हेर्छु, मार्जिनल कुनै पनि वस्तुबाट आउने अन्तिम इकाइ भनेको जस्तो एउटा व्यक्तिले 8वटा आप खायो, 4वटा खायो, 2टा खायो, 0 हैन घट्दै जान्छ, तर अन्तिम इकाइ जो आउँछ त्यो भनेको मार्जिनल कुनै पनि वस्तुको अन्तिम इकाइ भनेको मार्जिनल युटिलिटी हो, त्यसरी बुझ्नु पर्यो। टोटल युटिलिटी भनेको कुनै पनि वस्तुबाट पाउने समग्रको इकाइलाई चाहिँ टोटल युटिलिटी भनिन्छ, त्यसलाई त्यसरी बुझ्नु पर्यो। जस्तो अब आप मैले यहाँ बनाएको छु, जस्तो स्याउको कुरा गरौँ, स्याउको जस्तो ल राम भन्ने व्यक्ति छ 1 2 3 4 5 हैन, 5वटा छ भने उसको मार्जिनल युटिलिटी खान सक्ने भनेको 8 हैन, त्यसपछि 6वटा खान सक्ला, 4वटा खान सक्ला, 2टा खान सक्ला, 0 है। ल श्यामले एक दिनमा 8वटा स्याउ खाला अथवा एकचोटीमा 8वटा स्याउ खाला, फेरि 6वटा खाला, फेरि 4वटा खाला, फेरि 2टा खाला, फेरि त्यसपछि घट्दै जान्छ। तर मार्जिनल युटिलिटी भनेको लास्टमा जुन नम्बर आउँछ अन्तिम इकाइ जुन छ त्यो भनेको मार्जिनल युटिलिटी हो। टोटल युटिलिटी भनेको कुनै पनि वस्तुको समग्रको टोटलको युटिलिटी के हुन्छ चाहिँ समग्रको इकाइलाई टोटल युटिलिटी भनिन्छ। यो भनेको जस्तो 8 र 6 भनेको 14वटा, 14 चाहिँ उसको टोटल युटिलिटी भयो। 6 र 4 14 प्लस 4 भनेको 18 चाहिँ उसको टोटल युटिलिटी भयो, यसरी बुझ्नु होला है त। अब एभरेज युटिलिटी भनेको के हुन्छ, टोटल युटिलिटी डिभाइड बाइ क्वान्टिटी। जस्तो टोटल युटिलिटी भनेको क्वान्टिटी 5वटा है। अब 5वटा, एउटा स्याउ खायो 8 भयो, 2टा खायो 6, जो सेकेन्ड टाइममा 6वटा खाला, तेस्रो टाइममा 4वटा खाला, चौथो टाइममा 2टा खाला। किन भन्दाखेरि जति खाँदै गयो उसको युटिलिटी त घट्दै जान्छ। अब एभरेज युटिलिटी भनेको टोटल युटिलिटी डिभाइड बाइ क्वान्टिटी। अब हाम्रो यहाँ टोटल युटिलिटी भनेको 20वटासम्म चाहिँ उसले खान सक्यो भने टोटल्ली 20वटासम्म खान सक्यो र क्वान्टिटी हाम्रो 5 चोटिमा भनेको 4 चाहिँ उसको एभरेज युटिलिटी भयो। अब त्यस्तै गरी हामी जाउँ वेल्थ भनेको के हो भन्दाखेरि सम्पत्ति। विशेष गरी यसलाई चाहिँ युटिलिटी, स्कार्सिटी र ट्रान्सफर्मेबिलिटीमा 3टामा चाहिँ वेल्थलाई चाहिँ हामीले डिफाइन गर्न सकिन्छ। अब वेल्थको क्लासिफिकेसन भनेको अब विशेष हुन्छ, यसमा पर्सनल वेल्थ हुन सक्यो हैन, कलेक्टिभ वेल्थ हुन सक्यो, नेसनल वेल्थ हुन सक्यो, इन्टरनेसनल वेल्थ हुन सक्यो, हरेक प्रकारको चाहिँ यो वेल्थहरू हुन सक्छ। अर्को भनेको प्रोडक्सन भनेको कस्तो भन्दाखेरि कुनै पनि कमोडिटी हैन द्याट इज मेड अर प्रिपेयर्ड इज कल्ड प्रोडक्सन भनेको उत्पादन गर्ने हैन, कुनै पनि कमोडिटी चाहिँ उत्पादन गर्ने चाहिँ लाई चाहिँ प्रोडक्सन भनिन्छ। प्रोडक्सन फ्याक्टर भनेको ल्यान्ड, लेबर, क्यापिटल, अर्गनाइजेसन चाहिँ हाम्रो
प्रोडक्सन फ्याक्टर हो। मैले यहाँ राखेको पनि छु, एनिथिङ विथ कन्ट्रिब्युट्स टुवर्ड्स आउटपुट इज अ फ्याक्टर अफ प्रोडक्सन है। कुनै पनि तत्त्व जसले चाहिँ आउटपुटतिर चाहिँ काम गर्छ भने त्यसलाई चाहिँ फ्याक्टर अफ प्रोडक्सन भनिन्छ है। फ्याक्टर अफ प्रोडक्सनको प्रोडक्सन फ्याक्टरको चाहिँ क्यू इज इक्वल टु एफ एल सी भनेर मैले फर्मुला राखेको छु। यो भनेको प्रोडक्सन फङ्सन इज इक्वल टु प्रोडक्सन ब्र्याकेटमा ल्यान्ड कमा क्यापिटल भन्ने चाहिँ फर्मुला छ। अब टाइप्स अफ प्रोडक्सन, विशेष गरी हाम्रो चाहिँ प्रोडक्सनको के हुन्छ भन्दाखेरि प्रोडक्सनको दुई टाइपको हुन्छ है। प्रोडक्सन फङ्सनको चाहिँ दुई टाइप हुन्छ, सर्ट रन प्रोडक्सन फङ्सन, अर्को लङ रन प्रोडक्सन फङ्सन। सर्ट रन प्रोडक्सन फङ्सन भनेको ल अफ भेरिएबल प्रोपोर्सन पनि हो भने लङ रन भनेको ल अफ रिटर्न टु स्केल हो। अब टाइप्स अफ प्रोडक्सन यो एकदम याद गर्नुपर्ने, यो धेरै सोध्ने चाहिँ टाइप्स अफ प्रोडक्सन फङ्सन भनेको टिपी, एमपी र एपी, टोटल प्रोडक्ट, एभरेज प्रोडक्ट र मार्जिन प्रोडक्ट, टिपी, एमपी र एपी। टिपी भनेको मैले लेखेको छु, कुनै पनि वस्तुको कुल उत्पादनलाई के भनिन्छ, टोटल प्रोडक्ट भनिन्छ। कुनै पनि वस्तुको चाहिँ कुल उत्पादन, सबै उत्पादन हुनलाई के भन्छ, टोटल प्रोडक्ट भनिन्छ। भने मार्जिनल प्रोडक्ट भनेको चेन्ज इन टिपी एडिङ कमोडिटी, कुनै पनि कमोडिटी एड गर्दाखेरि टोटल प्रोडक्टमा चेन्ज हुन्छ भने त्यसलाई चाहिँ के भन्छ, मार्जिनल प्रोडक्ट भनिन्छ। एभरेज प्रोडक्ट भनेको एभरेज युनिट अफ कुनै पनि कमोडिटीको एभरेज युनिट अफ कमोडिटीलाई के भनिन्छ भन्दाखेरि एभरेज प्रोडक्ट भनिन्छ। प्राइस भनेको चाहिँ के हो भन्दाखेरि, प्राइस भनेको यसले चाहिँ हरेक फ्याक्टरमा चाहिँ इन्फ्लुएन्स गर्ने चिज प्राइस हो। जस्तो मैले भने डिमान्डको कुरामा, डिमान्ड बढ्यो भने चाहिँ प्राइस बढ्ने हो, प्राइस बढ्यो भने डिमान्ड घट्छ होइन। अनि त्यसमा चाहिँ असर गर्ने हुन्छ। जस्तो सेभिङ भनेको के हुन्छ, आम्दानी र उपभोग खर्चको बिचको सकारात्मक भिन्नतालाई चाहिँ बचत भनिन्छ। सेभिङ भनेको आम्दानी र खर्च बिचको चाहिँ लाई चाहिँ बिचको जुन सकारात्मक भिन्नता छ, त्यसको रिलेसनसिप छ, त्यसलाई चाहिँ हामीले के भन्छौँ, सेभिङ भन्छौँ। खर्च कति भयो र आम्दानी कति भयो भने त्यसलाई चाहिँ खर्च र आम्दानी कटाइसकेपछि बल्ल के आउँछ, हामी चाहिँ बचत भन्नेमा हुन्छौँ होइन। त्यस्तै गरी कस्ट भनेको के भन्दाखेरि ल्यान्ड, लेबर, क्यापिटल, अर्गनाइजेसनमा प्रयोग गरे बापत हुने खर्चलाई चाहिँ कस्ट भनिन्छ है। कस्टमा चाहिँ विशेष गरी हामीले ल्यान्ड, लेबर, क्यापिटल र अर्गनाइजेसनमा चाहिँ प्रयोग गरे बापत चाहिँ हुने खर्च, कस्ट भनेको खर्च। अब भनौँ न, ल्यान्ड किन्दा होला, लेबरमा गर्दा होला, क्यापिटल र अर्गनाइजेसन यिनीहरू हुने खर्च चाहिँ लाई खर्च भनिन्छ। टोटल कस्ट भनेको टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट है। एभरेज कस्ट भनेको टोटल कस्ट अपन क्वान्टिटी अफ कमोडिटी प्रड्युस है। अब म्याक्रो इकोनोमिक्सले के भन्छ भन्दाखेरि, यो भनेको नेसनल इकोनोमी हो। यो भनेको टोटल ग्रस इन्कम अफ द कन्ट्री है। जिडिपी भन्छ, जिएनपी, जिडिपी। जस्तो जिडिपी भनेको टोटल प्रोडक्ट अफ प्राइमेरी सेक्टर प्लस टोटल प्रोडक्ट अफ सेकेन्डरी सेक्टर प्लस यो जिडिपी भनेको ग्रोस डोमेस्टिक प्रोडक्ट भन्छ यसलाई। यो चाहिँ हाम्रो टोटल प्रोडक्ट अफ प्राइमेरी सेक्टरको टोटल प्रोडक्ट, त्यस्तै गरी सेकेन्डरी सेक्टरको टोटल प्रोडक्ट र टर्सरी सेक्टरको यी तिनटैको टोटल प्रोडक्टलाई के भन्छ, ग्रोस डोमेस्टिक प्रोडक्ट भनिन्छ। त्यस्तै गरी हाम्रो ग्रोस नेसनल प्रोडक्ट भनेको कुनै पनि देशभित्र वर्षभरिमा उत्पादन हुने अन्तिम वस्तुलाई चाहिँ, वस्तु तथा सेवालाई के भन्छ, ग्रोस नेसनल प्रोडक्ट भनेर भनिन्छ। अब एकदमै इम्पोर्टेन्ट कुरा आयो, यो ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी भन्छ है। अब मानव 5 वटा ब्रेड छ भने 5 चोटिसम्म ब्रेड खान सक्यो, अथवा 5 वटा ब्रेड छ, क्वान्टिटी भनौँ है, 1 2 3 4 5 भनेर नम्बर राखे। सुरुचोटिमा ल मानव 12 वटासम्म खाइएला, फेरि दोस्रो चोटिमा 8 खाइएला, तेस्रोमा 4, त्यसपछि 0, त्यसपछि माइनस। मार्जिन युटिलिटी भनेको खाने त्यो क्षमता हुन्छ, सेटिस्फ्याक्सन लेभल के, आफू सन्तुष्टि हुने लेभल। जस्तो सुरुमा एकदमै भोक लागेको हुन्छ होला, अथवा एकदमै मनमा मन लागेको हुन्छ, 12 वटासम्म देख्ने खामला भन्ने 12औं नम्बरसम्म सेटिस्फ्याक्सन होला। त्यसपछि दोस्रोचोटि खाँदा अलिकति गर्छ, तेस्रोचोटि खाँदा अलिकति गर्छ, चौथोचोटि खाँदा खानै मन लाग्दैन, 5औं चोटिमा त वाक्कै हुन्छ कि भन्न खोजेको। अब त टोटल युटिलिटी के भन्छ भन्दाखेरि, टोटल युटिलिटी के भन्छ भन्दाखेरि
सुरुचोटि 12 चोटि खानु भने प्लस 20 भनेको टोटल्ली जोड्दाखेरि चाहिँ 20 हुँदै जाने भयो कि। जस्तो मार्जिनल युटिलिटी भनेको अन्तिम इकाइ भनेको अन्तिम नम्बर जति आउँछ त्यो नै त्यसको मार्जिनल युटिलिटी हो भने टोटल चाहिँ समग्रमा आउने युटिलिटीलाई नै के भनिन्छ टोटल युटिलिटी भनिन्छ है। ल अफ सब्स्टिट्युसन भनेको अल्सो कल्ड द ल अफ म्याक्सिमम सेटिस्फ्याक्सन भन्छ है। अब यो मैले थोरै तपाईलाई बुझाइदिन्छु। वहाँ 1 देखि 5 वटा छ भने 5 जनाले भनौं 5 चोटि 5 जना 5 चोटिमा अब मार्जिनल युटिलिटी अफ ओरेन्ज र मार्जिनल युटिलिटी अफ एप्पल के हुन्छ भन्दाखेरि एप्पल 10 वटा ओरेन्ज 10 वटा खाएपछि 9 7 6 5 हुँदै जान्छ भने त्यसपछि एप्पलको के हुन्छ 8 6 5 4 3